स्वागत र अभिवादन टक्राउन चाहन्छु। म साहिल अन्सारी, भेरी रकर्स स्पोर्ट्स क्लबको सचिव र यहाँहरूलाई म पुनः हार्दिक स्वागत पनि गर्न चाहन्छु। र यो कुराको बारेमा जानकारी दिँदाखेरि हामी निकै खुसी पनि छौँ र विशेष गरी भेरी रकर्स स्पोर्ट्स क्लबले निरन्तर 3 वर्षदेखि खेलकुद क्षेत्रमा विधिवत रूपमा आफ्ना विभिन्न किसिमका प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ र यो वर्ष पनि आफ्नो नयाँ जोश, उमङ्ग र नयाँ व्यवस्थापनका साथमा यो वर्षको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु गर्न लागेको छ। प्रथम संस्करण म्याक्स टाइगर T10 नाइट क्रिकेट टुर्नामेन्ट सुरु गरियो। दोस्रो वर्ष राजा खान नेपालगञ्ज T10 नाइट क्रिकेट टुर्नामेन्ट यस भेरी रकर्स स्पोर्ट्स क्लबले सम्पन्न गरेको छ भने यसको तेस्रो संस्करणको रूपमा राजा खान नेपालगञ्ज T12 नामक टाइटल रहेको यो प्रतियोगिता भोलि अर्थात् 2081 साल चैत्र 24 गतेबाट बेलुका 8 बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18 स्थित रहेको विशाल चोक मैदानमा यो खेल भव्य र सभ्यताका साथमा समुद्घाटन हुने जानकारी गराउन चाहन्छु। र यहाँहरूलाई थाहा छ, नेपालगञ्ज भनेको एउटा खेलकुद क्षेत्रको एउटा उर्वर भूमि हो र नेपालगञ्जले थुप्रै खेलाडीहरू उत्पादन गरेको यहाँहरूलाई सर्वविदितै छ। खेलकुद क्षेत्रले नेपालगञ्जको हाइट बढाएको छ, चाहे त्यो विभिन्न किसिमका खेल होस्, चाहे त्यो क्रिकेट होस्, भलिबल होस्, फुटबल होस् र जति पनि खेलकुदहरू छ त्यो खेलकुदले नेपालगञ्जलाई पनि चिनाउने गरेको छ र खेलकुद क्षेत्रबाट पनि विकासका विभिन्न तत्त्वहरूलाई सहयोग गर्ने भावनाले यो खेलकुद क्षेत्रका कार्यक्रमहरूलाई पनि हामीले साथ सहयोग गर्नुपर्छ भन्ने मुख्य अभिप्रायका साथमा यो खेललाई सम्पन्न गराउनका लागि पनि म सम्पूर्णलाई हार्दिक आग्रह गर्न पनि चाहन्छु। र यहाँहरूलाई सर्वविदितै छ, हामीले लामो समयदेखि नेपालगञ्जमा क्रिकेट स्टेडियम हुनुपर्छ भन्ने कुराहरू पनि पटक पटक कुराहरू हामीले आवाज उठाउँदै पनि आइरहेका छौँ र हामीले सुरु गरेको प्रथम संस्करणबाट नै नेपालगञ्जमा क्रिकेट स्टेडियम हुनुपर्छ, नेपालगञ्जका खेलाडीहरू कहाँ खेल्न जाने भन्दाखेरि क्रिकेट जुन किसिमले क्रिकेटको क्रेज बढिरहेको छ, हालसालै सम्पन्न भएको नेपाल प्रिमियर लिग जुन एउटा प्रथमचोटि नेपालमा यो जुन सुरुवात गरियो, यसले झनै क्रिकेट क्षेत्रको र खेलकुद क्षेत्रको र खेलाडीहरूको मनमा एउटा नयाँ प्रोत्साहन थपेको भन्ने कुरा पनि हामीले विश्वास पनि लिएका छौँ। र जुन नेपाल प्रिमियर लिग जुन सम्पन्न भएको छ, जुन जसमा एउटा नयाँ खेलाडीहरू खेल्ने मौका पाए र विदेशी खेलाडीहरू पनि आएर नेपालमा खेल खेल्ने मौका पाए, यसले नेपालको हाइट बढेको, खेलकुद क्षेत्रको हाइट बढेको र जो जस्तो जहाँसुकै भए पनि जिते पनि खेलकुदको जित, खेल क्षेत्रको जित भएको भन्ने कुरामा हामीले विश्वास राख्छौँ र यो प्रतियोगिता पनि त्यही किसिमले सम्पन्न गर्ने गराउने र जुन किसिमले क्रिकेटको क्रेज बढिरहेको छ नेपालमा, त्यसलाई अझै टेवा पुग्ने र नयाँ खेलाडीहरू यसमा सहभागी हुने र देशभरका खेलाडीहरू यसमा सहभागी हुने र नयाँ खेलाडीहरू उत्पादन गर्ने, खेलकुद क्षेत्रको प्रवर्धन गर्ने, सम्वर्धन गर्ने र नयाँ खेलाडीहरू प्रोत्साहन गर्ने, नयाँ खेलाडी उत्पादन गर्ने विभिन्न उद्देश्यका साथमा र खेलकुद क्षेत्रबाट नेपालगञ्जलाई एउटा नयाँ आयाम दिने भन्ने विश्वासका साथमा यो खेल सम्पन्न गराउन लागेको भन्ने कुराहरूलाई म जानकारी दिन चाहन्छु। यो खेल मिति 2081 साल चैत्र 24 गते अर्थात् भोलि 8 बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18 स्थित रहेको विशाल चोक मैदानमा सम्पन्न हुने उद्घाटन हुने यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। यो खेललाई टाइटल स्पोन्सरको रूपमा सहयोग गर्नुभएको समाजसेवी राजा खान
ज्यूले यो यसको टाइटल स्पोन्सर गर्नुभएको छ र उहाँको नामबाट नै राजा खान नेपालगञ्ज T12 नाइट क्रिकेट टुर्नामेन्ट सम्पन्न गर्न लागेका छौं र यसमा सहयोगको रूपमा नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय रहेको छ भने हामीसँग एजुकेशनल पार्टनर एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस रहेको छ। त्यसैगरी सगरमाथा इंग्लिश बोर्डिङ सेकेन्डरी स्कुल हामीसँग रहेको छ। त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 वडा नम्बर 8 र वडा नम्बर 18 हामीसँग रहेको कुरा जानकारी गराउन चाहन्छु। हामीसँग स्पोर्ट्स ग्यालेक्सी हामीसँग पार्टनर्सको रूपमा रहेको छ। त्यसैगरी हामीसँग सपोर्टरको रूपमा रोयल होम डेकोरेट, त्यसैगरी जनता ग्यारेज रहेको छ। त्यसैगरी जोया पार्टी प्यालेस हामीलाई सहयोग गरेको छ। त्यसैगरी हिमालय साइकल हामीलाई म्यान अफ द सिरिजको स्पोन्सर गरिरहेको छ, जो हाम्रो सर्वोत्कृष्ट यो फाइनलको दिनमा सम्म र उद्घाटनदेखि फाइनलसम्म जुन खेलाडीले सर्वोत्कृष्ट खेलाडी रूपमा घोषित हुन्छ उसलाई हिमालय साइकल हाउसको तर्फबाट म्यान अफ द सिरिज भनेर एउटा साइकल उपहार रहेको यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसैगरी जोया पार्टी प्यालेस, त्यसैगरी नेपाल स्टिल फर्निचर उद्योगको तर्फबाट बेस्ट ब्याट्सम्यानलाई एउटा दराज रहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसैगरी सगरमाथा फर्निचर उद्योग रहेको छ। त्यसैगरी नेपाल स्टिल फर्निचर उद्योग छ हामीसँग। बेस्ट बलर लाई चाहिँ उहाँले चाहिँ दराज उपलब्ध गराउने बेला यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसैगरी हामीसँग मेडिकल क्षेत्रबाट पनि यसमा सहयोग रहेको छ। नेपालगञ्जका एकदमै प्रख्यात फिजिशियन डाक्टर आसिम किदवाईले पनि यसमा हातेमालो सहकार्य हामीसँग गर्नुभएको छ र विभिन्न व्यक्तित्वहरू विनय भण्डारीज्यूहरू हामीसँग सहकार्य र समन्वयमा रहनु भएको छ र विभिन्न यसमा सञ्चार क्षेत्रबाट पनि हामीलाई विगतका दिनहरूदेखि नै हाम्रो स्थापना कालदेखि हालसम्म यहाँहरूले जुन किसिमले साथ सहयोग सहकार्य हामीसँग गर्दै आउनु भएको छ र यो वर्ष पनि यहाँहरूसँग हामीले सहकार्य समन्वय गर्ने प्रतिबद्धता पनि हामीले व्यक्त गर्न चाहन्छौँ र हामीले गर्ने हरेक उद्घाटनदेखि समापनसम्म हुने गरेका हरेक गतिविधिहरू यहाँहरूलाई यसरी नै हामीले जानकारी गराउने पनि यहाँलाई जानकारी गराउन चाहन्छु। र अन्तमा एकदमै बिर्सनै नहुने र धन्यवादको पात्र हाम्रो सो विशाल चोक मैदानमा जुन यो खेल सम्पन्न हुनेछ त्यसको जग्गादाता समस्त शर्मा परिवार को तर्फबाट आदरणीय विजय शर्माज्यूलाई पनि हामीले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। नेपालगञ्जमा क्रिकेट स्टेडियमको खाँचो भइरहेको बेला र नयाँ खेलाडी उत्पादन भइरहेको बेला जुन किसिमले यहाँ खाँचो पर्दै गर्दा उहाँले जुन किसिमले सहयोग गर्नु भएको छ मैदान उपलब्ध गराएर उहाँलाई म सम्पूर्ण नेपालगञ्जका खेलाडीको तर्फबाट र भेरी रकर्स स्पोर्ट्स क्लब परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद र आभार पनि प्रकट गर्न चाहन्छु। र अब म पुरस्कारको बारेमा यहाँलाई जानकारी दिन चाहन्छु। हाम्रो सुरुको संस्करणमा प्रथम संस्करणमा हामीले 50,000 रुपैयाँ प्रथम पुरस्कार हामीले राखेको थियौं। दोस्रो संस्करणमा हामीले 1 लाख रुपैयाँ राखेको थियौं र यो वर्ष यो तेस्रो संस्करणमा हामीले अझै बढाएका छौं। यसमा चाहिँ विनरलाई हामीले 1,25,000 पुरस्कार हामीले 1,25,000 रुपैयाँ नगद पुरस्कार हामीले राखेका छौं र उपविजेतालाई 60,000 नगद हामीले पुरस्कार उपलब्ध गराउने छौं, जसमा नेपाल सरकारको पुरस्कारमा कट्टा हुने जुन कर छ 25% त्यो पनि हामीले यसैबाट हामीले काट्ने बेहोरा पनि म सम्पूर्णलाई हार्दिकतापूर्वक जानकारी गराउन चाहन्छु। र यसैगरी मैले अघि भनिसके पुरस्कारमा म्यान अफ द सिरिज सर्वोत्कृष्ट खेलाडीलाई हिमालय साइकल को तर्फबाट एउटा साइकल रहेको छ। बेस्ट बलरलाई नेशनल स्टिल फर्निचर को तर्फबाट एउटा दराज रहेको छ। त्यसैगरी बेस्ट ब्याट्सम्यानलाई नेपाल स्टिल फर्निचर उद्योगको तर्फबाट पनि एउटा
दराज रहेको छ। त्यसैगरी उद्घाटनदेखि सम्पन्न हुनेसम्म जुन खेलमा विभिन्न किसिमका दैनिक रूपमा जुन म्यान अफ द म्याचको जुन उपाधि हुनेछ त्यो पनि हामीले उहाँहरूलाई विभिन्न ट्रफी सहित मायाको चिनो सहित उहाँलाई हामीले प्रदान गर्नेछौँ र खेलको दौरानसम्म र अन्तिमसम्म विभिन्न किसिमका खेलाडीहरूलाई उपहारहरू गिफ्ट ह्याम्परहरू पनि रहेको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। र यो खेललाई सभ्यता र भव्यताका साथमा सम्पन्न गराउनका लागि हामीले सम्बन्धित वडा कार्यालयबाट स्वीकृति अनुमति पत्र बनाएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि हामीले पत्रचार गरिसकेको बेहोरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। विभिन्न कुनै पनि किसिमको अप्रिय घटना नहोस् भनेर हामीले चाहिँ प्रहरी प्रशासनसँग निरन्तर रूपमा हाम्रो सहकार्य गरिराख्ने र खेलको क्रममा सामान्य चोटपटक लाग्दा अथवा कुनै पनि घटना हुँदाखेरि त्यसको लागि पनि एउटा मेडिकल टोली नै हामीले सामान्य मेडिकल टोली पनि त्यहाँ राख्ने, जसबाट खेललाई सामान्य चोटपटक लाग्दाखेरि चाहिँ हामीले प्राथमिक उपचार त्यहाँ सम्भव हुनेसम्मका लागि हामीले त्यो कुराको पनि बन्दोबस्त मिलाएको र दर्शकलाई बस्ने व्यवस्था र खेलाडीहरूलाई बस्ने व्यवस्था लगायतका कुराहरू र त्यो ठाउँमा त्यो एउटा बाटोमा चाहिँ विभिन्न किसिमको कुनै पनि किसिमको ट्राफिक अस्तव्यस्त नहोस् भनेर त्यो किसिमको पनि सहकार समन्वय गर्ने कुराहरू पनि रहेको कुरा यहाँलाई म जानकारी गराउन चाहन्छु। हस्त धन्यवाद। बाँकी भेर रबर स्पोर्ट क्लबको आयोजनामा राजा खान नेपालगञ्ज T12 नाइट क्रिकेट टुर्नामेन्ट 2081 यही चाहिँ 24 गतेबाट सञ्चालन हुन गइरहेको छ र सम्पूर्ण सहभागिता टिमलाई हामीले शुभकामना बेस्ट विशेष दिन चाहन्छौँ। यो प्रतियोगितामा टोटल 40वटा टिमले भाग लिएका छन् र नेपाल राज्यभरिका खेलाडीहरूको यहाँ विशाल चौक मैदानमा हामीले हेर्न सक्छौँ उहाँलाई खेलेको। र भैरवाबाट एउटा टिम आएको छ भने बर्दियाबाट, नरायणपुरबाट र हाम्रो लुम्बिनी प्रदेशबाट नै टिम आएको छ र 40वटा टिमको यो सहभागिता रहेको छ र यो टिमलाई हामीले टेक्निसियनको रूपमा हामीले टेक्निकल सपोर्ट बाँके जिल्ला क्रिकेट सङ्घद्वारा लिएका छौँ। खेललाई सबैरा भव्य र एकदम इमान्दारतापूर्वक बनाइदिनको लागि हामीले अफिसियल एम्पायरहरूको पनि व्यवस्थापन गरेका छौँ र यो खेललाई मात्रै नेपालगञ्ज र विशाल चौकसम्म मात्रै नदेखाउने किन हामीले एउटा भेरी रकर्स स्पोर्ट क्लबको युट्युब च्यानलमा हामीले लाइभ स्ट्रिमिङ पनि गर्नेछौँ कि यो खेललाई हामीले नेपाल राज्यसम्म र देश विदेशसम्म पनि हामीले पुर्याउने हाम्रो सोच रहेको छ र खेलमा आउनुहुने सम्पूर्ण खेलाडीहरूको लागि एउटा सूचना यही रहेको छ, कृपया सभ्य र भव्यका साथमा खेलाडी क्रिकेट खेल एउटा जेन्टलमेनको खेल हो र त्यो खेललाई आफ्नो जेन्टलमेन तरिकाले खेलिदिनु होला र टाइममा जुन हामीले रिपोर्टिङ टाइम दिन्छौँ त्यो टाइममा आइदिनु होला। हामीले विगतमा T10 गरायौँ र यो पालि हामीले अलिकति अझै रोमाञ्च हुने गरी र यो पालि हामीले यो सिजनमा 2 ओभर थप गरेका छौँ। 12 ओभरको गेम हामीले गराउन खोजेको छौँ र त्यसमा हाम्रो जुन हामीसँग प्रायोजक हुनुहुन्छ उहाँ हामीलाई विश्वास गरेर हामीलाई प्रायोजक गर्नुभएको छ, उहाँलाई हार्दिक धन्यवाद दिँदै अब केही कुराहरू हाम्रो भेर रबर स्पोर्ट क्लबका सदस्य यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पत्रकारज्यूहरूलाई म हृदयदेखि नै धन्यवाद एवं आभार व्यक्त गर्दछु। तपाईँहरू हाम्रो प्रेस मिटमा आफ्नो महत्त्वपूर्ण टाइम निकालेर आइदिनु भयो। अब तपाईँहरूले सोचिराख्नुभयो होला कि यो नाइट गेमको नेपालगञ्जमा धेरै नै हुने गर्छ, तर तपाईँहरूको नाइट गेममा यस्तो के विशेषता रहेको छ भनेपछि अब हाम्रो नाइट म्याच भनेपछि हामीले म्यानेजमेन्ट रूपमा अलिक धेरै नै सुधार गरेको छौँ लास्ट इयरभन्दा अहिले। हाम्रो जस्तै ग्राउन्ड लेभलदेखि लिएर जुन अनलाइन हामीले यसपालि जोडेका छौँ हाम्रो टुर्नामेन्टमा, त्यसपछि हामीले प्राइजको कुरामा पनि हामीले अहिले वृद्धि गरेको छौँ। पहिला 1 लाख थियो भने चाहिँ अहिले 1,25,000 रहेको छ भनेपछि हामीले त्यसपछि हामीले लास्ट इयर चाहिँ हामीले विदेशी खेलाडीहरूलाई 4 जना विदेशी खेलाडी हामीले आफ्नो सबै टोलीमा आफ्नो 4 जना विदेशी खेलाडीहरूले आफ्नो
टिममा राख्ने व्यवस्था गरेको थियौँ, नियम लगाएका थियौँ भनेपछि यसपालि हामीले विदेशी खेलाडीहरूलाई नभएर हाम्रो नेपाल अधिराज्यका सम्पूर्ण टिमलाई आफ्नो नियममा राखेका छौँ कि विदेशी खेलाडीहरूलाई एलाउ गरेर हामीले आफ्नै नेपालको खेलाडीलाई प्रोत्साहन गर्ने हिसाबले नेपाली खेलाडीहरूलाई मात्रै एलाउ गर्ने नियम बनाएका छौँ। अब अरू कुराहरू तपाईँले हामीहरूलाई सोध्न सक्नुहुन्छ के टुर्नामेन्टमा के छ के छैन, त्यही हिसाबले हामीले जानकारी दिन्छौँ। सचिवले दिनुहुन्छ। पहिलो प्रश्न रहेको छ कि वेस्टरको र बलर र राम्रो खेलाडीको पुरस्कार आयो तर बेस्ट फिल्डरको आएको छैन भनेर, र बेस्ट फिल्डरको लागि हामीले छुट्न गएको छौँ। हाम्रो सगरमाथा फर्निचर उद्योगको तर्फबाट एउटा लो बेडको व्यवस्था गरिएको छ र त्यो लो बेड पाउने छ एमएलटिपीले। र त्यसपछि दोस्रो प्रश्न रहेको थियो इन्ट्रीको विषयमा। इन्ट्रीको विषयमा यसपालि हामीले 11,000 रुपियाँ इन्ट्री राखेका छौँ। र अब तेस्रो प्रश्नको जवाब हाम्रो सचिवले दिनु। धेरै धेरै धन्यवाद। अब यो जुन विषय उठान भइरहेको छ यो हाम्रो मात्रै समस्या होइन, यो सम्पूर्ण खेलाडीहरूको समस्या हो जस्तो लाग्छ मलाई। र नेपालगञ्जमा क्रिकेट स्टेडियम बन्नुपर्छ र नेपालगञ्जमा स्टेडियम हुनुपर्छ भन्ने कुराहरू पटक पटक खेलकुद क्षेत्र र खेल प्रेमीहरूको तर्फबाट आवाज उठ्दै आइरहेको छ। नेपालगञ्जमा रङ्गशाला नभएको होइन, नेपालगञ्जमा रङ्गशाला छ, तर त्यो रङ्गशाला कुन किसिमले त्यो प्रयोगमा आइरहेको छ भन्ने कुरा हाम्रा सम्पूर्ण पत्रकारजीहरूलाई सर्वविदितै छ। त्यहाँ कतिका कार्यक्रमहरू भइरहेको छ, हुन्छ हुँदैन, अथवा केही प्रायोजित कार्यक्रमहरू मात्रै रङ्गशालामा सम्पन्न हुने गर्दछ। तर स्वयस्फूर्त रूपमा कुनै क्लबले अथवा कुनै सङ्गठनले कार्यक्रम सञ्चालन गरोस् भन्ने हाम्रो उद्देश्य हो। रह्यो कुरा अब रङ्गशालाको, त्यसलाई पनि व्यवस्थापन गरेर अगाडि बढ्न सकिन्छ। तर नेपालगञ्जमा छुट्टै एउटा क्रिकेट स्टेडियम हुनुपर्छ भन्ने कुरा, फुलटेक्रामा बन्नुपर्छ भन्ने कुराहरू पटक पटक आवाज उठेको र त्यसका लागि कार्ययोजना पनि बनेको भन्ने कुराहरू महानगरपालिकाबाट पटक पटक हामीले सुन्दै पनि आएको छ। विभिन्न समाचार माध्यमबाट पनि त्यो कुराहरू आइरहेको छ। तर त्यो कुरा अदालतमा विचाराधीन छ, त्यसमा मुद्दा परेको छ। त्यसकारण त्यो अदालतमा विचाराधीन मुद्दामा अब मैले त के अब के अरे कुनै पनि अब के अरे व्यक्तिले अब विचाराधीन मुद्दामा नबोलाउँदै भन्ने कुरा उचित लाग्छ जस्तो लाग्छ मलाई। अदालतको विचाराधीन मुद्दामा बोल्न मिलेन। तर हाम्रो यो माग भनेको सधैँ खेलका लागि, खेलकुद क्षेत्रको प्रबन्धन गर्नका लागि नेपालगञ्जमा क्रिकेट स्टेडियम हुनुपर्छ र नेपालगञ्जका खेलाडीहरू कहाँ खेल्न जाने त? त्रिभुवन चौकमा खेल्ने कि बिपी चौकमा खेल्ने कि विशाल चौकमा सधैँ विनय शर्माज्यू अथवा समसन शर्मा परिवारले हामीले उपलब्ध गराउनुहुन्छ? सधैँ विनय शर्माज्यूले त हामीले उपलब्ध गराउनुहुन्न भनेपछि स्थानीय सरकारले ध्यान दिन एकदमै जरुरी छ। अब यो कुरो मिडियाबाट के जान जरुरी छ भन्दाखेरि हामीले जसरी इन्फ्रास्ट्रक्चरलाई हामीले विकासको मेरुदण्ड मान्छौँ, त्यस्तै नै हामीले विभिन्न कुराहरूमा हामीले आन्दोलन गरेका छौँ, विभिन्न कुराको विषयमा हामीले डिबेट गर्न सक्छौँ, छलफल गरिरहेछौँ भने अब नेपाल सरकारको अथवा स्थानीय सरकारको, प्रदेश सरकारको जुन नीति तथा कार्यक्रम गराउने बेला आएको छ, नयाँ बजेट बनाउने बेला आएको छ, त्यो बजेटमा नीति तथा कार्यक्रममा अथवा बजेटमा उहाँहरूले प्राथमिकताका साथमा नेपालगञ्जका खेलकुद क्षेत्रको, नेपालगञ्जको खेलाडीहरूको बारेमा आफ्नो प्राथमिकतामा राखिदिनु पर्ने देखिन्छ। जस्तै यहाँलाई अवगत नै छ जुन नेपाल प्रिमियर लिग नेपालमा सम्पन्न भयो त्यसले खेलकुद क्षेत्रको कति हाइट बढाएको छ भन्ने कुरा त हामीलाई त्यो त राम्ररी थाहा छ। विभिन्न किसिमका अन्तर्राष्ट्रिय स्तरमा नेपालका खेलाडीहरू सहभागी भएका छन्। नेपाल प्रिमियर लिगमा चाहिँ चितवन राइनोबाट खेल्ने त नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 का एकजना सलाउद्दिन खान भन्ने युवा त्यसमा सहभागी भएर आउनुभयो। खै त यहाँका स्थानीय सरकारले अथवा खै त यहाँका व्यक्तिहरूले उहाँलाई चाहिँ चिन्न सकेको, उहाँलाई किन सम्मान गर्न सकेको? त्यसैगरी अर्को एकजना अमर सिंह रौतेला भन्ने एकजना अर्को खेलाडी हुनुहुन्छ, खै त उहाँलाई चिन्न सकेको नेपालगञ्जले? त्यो कुरा पनि त एउटा महत्त्वपूर्ण कुरा हो। उहाँहरूलाई चाहिँ चिन्ने, खेलाडीहरूलाई सम्मान गर्ने, हामीले बाटो बनाउने, नाली बनाउने, पुल पुलेसो बनाउने त विकास हो। तर खेलकुद क्षेत्र पनि हाम्रो प्राथमिकतामा पर्नुपर्छ है।
हामीले नारा भन्छौँ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद। स्वास्थ्यका लागि खेलकुद भन्ने कुरा त सबैको सरकारको विषय त बन्यो, तर राष्ट्रका लागि खेलकुद भन्ने कुराको विषयमा अहिले चाहिँ हाम्रो स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सरकार अथवा सर्वसाधारणले त्यो बुझ्न सकेको खै भन्ने कुरा पनि हामीले पटक पटक उहाँहरूलाई प्रश्न गर्ने, झकझक्याउने, उहाँहरूलाई सचेत गराउने भन्ने कुरामा हामी सधैँ प्रतिबद्ध छौँ। र यहाँ उपस्थित सम्पूर्ण पत्रकारहरूलाई म विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भन्दाखेरि समूल सब विकासका निमित्त खेलकुद क्षेत्रमा पनि उत्तिकै प्राथमिकताका साथमा जुन अब स्थानीय सरकारको नयाँ प्लानिङ प्रोसेस, नयाँ स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सुरु हुन लागेको छ, हामीले पनि त्यस विषयमा पुरा निकै एकदम महत्त्वपूर्णताका साथमा जोरदार रूपमा माग गर्ने र यहाँहरूले पनि त्यो कुरालाई आफ्नो समाचारको प्रमुख समाचारको रूपमा स्थानीय सरकारलाई घचघचाउने खालका तपाईहरुले चाहिँ अगाडि बढाइदिनु हुने छ भन्ने कुरामा हामी विश्वास लिएका छौं। र जुन किसिमले नेपालगञ्ज रङ्गशाला जुन किसिमले प्रयोग भइरहेको छ त्यसलाई अझै व्यवस्थित तरिकाले हरेक दिन हरेक समय कुनै न कुनै किसिमका खेलहरू त्यहाँ सम्पन्न भइरहेकोस्। हामीले यो भन्दैनौँ त्यो क्रिकेटका लागि त्यही हो। अनि अघि चाहिँ एउटा कुरा गर्नुभयो नि चाहिँ स्थानीय सरकार र त्यो छैन भनेर जुन कुरा भइरहेको छ नि, मैले के भन्छु भने 1.5 लाख 1.5 लाखको चाहिँ जुन कट्ठाको जग्गा भेटायो भने 35 कट्ठामा आफ्नै तर्फबाट राजा खान नेपालगञ्ज मैदान बनाउने, क्रिकेट मैदान बनाउने भाइहरूलाई नै भनेको छु होइन। अब जग्गा खोज्नु पऱ्यो, मेरो जग्गा चाहिँ हिरमिनियामा छ, त्यो चाहिँ युज गर्न सक्छ भने मोर देन ह्याप्पी दिन तयार छ त्यसको लागि। अब भाइहरूले जुन भन्छ नि त पहिलाभन्दा लास्ट इयर भन्दा पनि यो पालि चाहिँ राम्रो होला, म चाहिँ फिल भेरी ह्याप्पी होइन। अब त्यसको आश गरेर बसेको छु, कस्तो हुन्छ तपाईँहरूको सहयोग र साथ एकदम एकदम दिल खुस भयो कि। अब यहाँ चाहिँ मेन त मैले एउटा कुरा के गर्न लागेको चाहिँ बाहिरबाट प्लेयर ल्याएको थिएँ नि, त्यो नखेलाम बरु आफ्नो लोकललाई खेलाम, किनकि लोकलले जान पाउने नि त। यहाँ लोकल युथहरू ताली बजाउनु त बस्यो भने होइन, अब बाहिरको आउँछ त्यसलाई ड्याङ 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 हानेर पैसा पनि बनाउँछ अनि आफ्नो नाम कमाएर जान्छ होइन। त्यसैले सल्लाह गरेर बसेर लोकललाई युज गरौँ जस्तो चाहिँ खेल्यो पनि होइन, एटलिस्ट हाम्रो प्लेयर नै इन्हान्स हुन्छ, त्यही भएर छ। अनि भने नि आई होप उनीहरू राम्रो गर्ला भनेर म बसेको छु। भोलि होइन भोलि गार्डनमा आउनु होला सबैजनालाई निमन्त्रणा छ है। हेरौँ बेस्ट विशेष टु माई अर्गनाइजर होइन, साजिद यहाँ भाइ छ सबजनालाई है। अनि खुसी लागेर मैले फर्स्ट टाइम हेरेर मेरो फर्स्ट प्रेस मिट फर्स्ट हो, अलिकति म नर्भस पनि छु होइन। बिस्तारै यो फिल्ममा थिएन, बिस्तारै सिधै भन्दा बढ्दै जान्छ। हामीले लगभग 10+ गरिसकेको छौँ सहयोगको रूपमा र इन्ट्रीलाई जोडेर जुन हाम्रो टिमहरू आउनुहुन्छ र हामीले जुन स्थानीयबाट व्यापारीहरूबाट जुन सहयोग उठाएको छौँ त्यो 10+ क्रस भइसकेको छ। अझै हामीलाई 4 लाख रुपियाँको आवश्यकता रहेको छ र हामीले सबैसँग सहकारी गर्दैछौँ, समन्वय गर्दैछौँ। र हेरौँ हाम्रो पक्कै पनि यहाँका एकदमै ठुला व्यापारीहरू उद्योगपतिहरू पनि हुनुभएको छ, पक्कै पनि हामीलाई आशा र विश्वास जताएर हामीलाई सहयोग गर्नुहुनेछ भन्ने हामीले विश्वास राखेका छौँ।